नमस्कार। म यतिखेर झापाको दमक स्थित भ्यू टावर जुन नेसनल्ली एकदमै पपुलर छ त्यो भ्यू टावरमा आइपुगेको छु। मैले यो भ्यू टावरको बारेमा सुन्दाखेरि मलाई एकदमै गर्व लागेको थियो सुरुमा। यस्तो भ्यू टावर, यस्तो कमर्सियल कम्प्लेक्स, यस्तो विकास चाहिँ नेपालका सम्पूर्ण जिल्लाहरूमा हामीले हेर्न पाइयोस् भन्ने मेरो मनोकांक्षा थियो। यहाँ आइपुग्दाखेरि गेटबाट भित्र छिर्ने बित्तिकै यो अस्तव्यस्त स्थिति देखेर मलाई असाध्यै पीडा भएको छ। यो भ्यू टावरको यो संरचनाको सम्पूर्ण सिसा फुटाइएको छ, आगो लगाइएको छ। यसलाई कामै नलाग्ने गरेर ध्वस्त बनाइएको छ। त्यति मात्रै होइन, यो ध्वस्त बनाउनेहरू आज गर्व गरिरहेका छन्, हामीले केही गरेर देखायौँ भनिराखेका छन्। बडो मेहनतले, हजारौं मानिसहरूको परिश्रमले, हजारौं नेताहरूको नेतृत्वले गर्दाखेरि यो सम्भव भएको थियो। तर आज केही हुल्लडबाजहरूले, अपराधिक मानसिकता भएका मानिसहरूले, जीवनमा केही नबनाएका तर विध्वंस गरेर छाती फुलाएका मानिसहरू छिरेर यो टावरमाथि आक्रमण गरेछन्। यो टावर सुचारू पनि भएको थिएन। यहाँ के मात्रै तपाईले हेर्नुभयो भने यो 22 तलाको भ्यू टावरमा के मात्रै रहन सक्थ्यो होला। यहाँ कतिवटा कार्यालयहरू हटाउँथे होलान्, कतिवटा अस्पताल हटाउँथे होलान्, कतिवटा ब्याङ्कहरू हटाउँथे होलान्, कतिवटा संस्थाहरू, कतिवटा कमर्सियल अब्जेक्टिभ भएका अर्गनाइजेसन्सहरू चाहिँ यहाँ हटाउँथे होलान्। तर यत्रो यो बनी बनाऊ संरचनालाई ध्वस्त गरेर चाहिँ आज यसलाई कामै नलाग्ने स्थितिमा पुर्याइएको छ। मलाई असाध्यै दुःख लागेको छ। यही संरचनामाथि आक्रमण गरेर, आगो लगाएर, फुटाएर, विध्वंस मच्चाएर के न गरे भन्ठान्ने मानिसहरू अब तपाईको घर आँगनमा तपाईसँग भोट माग्न आउनेवाला छन्। नेपाली जनताले यी विध्वंसकारीहरूलाई सोध्नु होला, तपाईले आजसम्म यो देशमा के बनाउनु भएको छ भनेर सोध्नु होला। अरूले बनाएका विकासका संरचनाहरू तपाईले जोगाउन सक्नु भएन, किन आक्रमण गर्नुभयो, किन जलाउनु भयो भनेर सोध्नु होला। सिंहदरबार किन जलाउनु भयो, संसद भवन किन जलाउनु भयो, सर्वोच्च अदालत किन जलाउनु भयो, व्यापारिक प्रतिष्ठानहरू किन जलाउनु भयो भनेर सोध्नु होला। त्यो जलाएर उनीहरूले के प्राप्त गरे? उनीहरूको इगो स्याटिस्फाई हुने बाहेक भयो के? र उनीहरूलाई हामीले यो देशको नेतृत्व किन दिने? यही विध्वंस गर्नको लागि अब जे भौतिक संरचनाहरू यो देशमा बाँकी छन्, ती बाँकी भएका संरचनाहरू पनि जलाउनका लागि उनीहरूलाई हामीले निर्वाचित गर्नुपर्ने हो, उनीहरूलाई नेतृत्वमा